हामीले युज गर्ने चम्चा काँटाबाट पनि यो रोज बनाउन सकिन्छ है त साथीहरू। हाई एभ्रीवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ तपाईँहरूलाई म यो हामीले युज गर्ने चम्चा काँटाबाट सजिलोसँग रोज बनाउन सिकाउँदैछु। तपाईँहरू मेरो भिडियोलाई कसरी बनाउने भनेर तपाईँहरू सिक्न चाहनुहुन्छ र हेर्न चाहनुहुन्छ भने यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म र साथीहरू यो चम्चा काँटाबाट पनि कसैले बुन्न आउँदैन अथवा तपाईँहरूलाई अल्छी लाग्छ भने यसरी सजिलोसँग चम्चा काँटाबाट पनि रोज बनाउन सकिन्छ। तपाईँहरूलाई पनि छोटो भिडियोमा देखाउनेछु। फर्स्टमा चम्चा काँटा लिने अनि धागो कस्तो कलरमा हुन्छ त्यो लिने अनि त्यसरी त्यो प्रत्येकमा क्रस गर्दै सिलाउने अनि त्यसपछि सकिसकेपछि धागो काटिने अनि त्यसपछि एउटा सियो पनि चाहिन्छ साथीहरू। सियो लिने त्यसपछि चाहिँ अनि सियो धागोमा सिलाउने अनि त्यसपछि भइसकेपछि यसलाई अब फेरि प्रत्येक घरमा प्रत्येक चारोलाई यसरी फेरि अलिकति कसेको कारणले गाह्रो भएको छ अनि त्यो सियो छिर्न गाह्रो भएको छ। तर तपाईँहरू चाहिँ अलि लुज बनाउन सक्नुहुन्छ है त। चारोतर्फ यसरी छिराउनु होला साथीहरू। तपाईँहरू पनि चाहनुहुन्छ भने एकदम सजिलो जसले बनाउन सक्नुहुन्छ। अनि यो रोजहरू बनाएर यसो गमलाहरूमा राख्ने चाहिँ कस्तो दामी देखिन्छ। तपाईँहरूले पनि बनाइसक्यो भने तपाईँहरूले देखाउनेछु। यसरी चारोतिर फन्का मारिसकेपछि यसलाई खोलिने सबै अनि यसलाई फेरि राउन्ड गरेर त्यसमा बाँधिने। यसरी बाँधिसके पछाडि यो एउटा तयार भयो। यस्तो सानो सानो बनाउनुपर्छ साथीहरू। पार्ट बनाउन धेरै सजिलो हुँदैन, धेरै गाह्रो हुन्छ। सो अब यो त्यसै तयार भयो। यसरी नै धेरै बनाउनुपर्छ। ल कम्तीमा एउटा रोजको लागि 4-5वटा चाहिन्छ। मैले चाहिँ 5वटाको बनाएको थिएँ। तपाईँहरूले कसरी जोड्ने भनेर देखाउँछु। 5वटा तयार भइसक्यो। तर एकैछिनमा हुन्छ है त, 10-15 मिनटमै तयार हुन्छ। दुईवटा लिने अनि त्यसपछि यसरी जोइन गर्ने अनि सियोले सिलाइदिने। यसरी नै सबैलाई जोड्नुपर्छ। कस्तो राम्रो देख्छ नि साथीहरू। भर्खरै फुटेर लागेको रोज जस्तो देख्छ कि यसलाई चाहिँ अनि बनाउन पनि